जति छाडा छ्या के भएको दाजु तपाईँ यहीँनिर पानी उम्रिरहेछ यहीँनिर पिसाब गर्नु हुँदैछ यहाँ त नाक पो छ त तपाईँलाई नाक लाग्ला नि ए बहिनीलाई थाहै छैन त्यसका बाजे म आफै एउटा नाक बोकेर हिँड्दैछु यहीँ अब नाकमाथि नाक त कसो लाग्छ चौका चुपे लाग्छ अर्को नाक चाहिँ कुनी मेरो नाक चाहिँ फेरि रिसायो भने चाहिँ फेरि कति छाडा साला चल खेलाइची गर्दै जा कि नाक लाग्ने दिन चाहिँ थाहा पाउँछ लाहो चितुवाको छाला बेरेर हिँड्दैछ त के भयो अस्ति सिधै भनिदिएको भए हुन्थ्यो त त्यसको बाजे म त नाक लाग्छ होला भनेर कता यो नाक पो होला भनेको त्यसको बाजे अप्ठ्यारो ठाउँमा लाग्दछ नि नाक हल्लिनु भएको छैन जति हल्यो त्यति दुख्छ त